हेलो साथीहरू नमस्ते लासो फ्याफुल्ला म चाहिँ अनया लामा स्वागत छ मेरो युट्युब च्यानलमा। धेरै दिनपछि म आएको छु र यो भन्दा केही महिना अगाडि चाहिँ म घुम्न गएको हाम्रो 5 दिनको टुरमा लगभग 5 दिन 6 दिनको टुरमा चाहिँ मैले भ्लग त बनाएँ, तर मैले हरेक भिडियोहरू चाहिँ ठाउँको चाहिँ क्लिप देखाएको थिएन राम्रोसँग। त्यो क्लिपहरू देखाउन चाहिँ गइरहेको छ, जुन क्लिप चाहिँ हाम्रो मुक्तिनाथ जमसम र मार्फाको रहेको छ। त्यो भ्यू चाहिँ एकदम बब्बाल राम्रो थियो। जुन भ्यू चाहिँ मेमोरीको लागि चाहिँ मैले एडिट गरेर राख्नुपर्छ है भनेर सोचेको छु। सो त्यो भिडियो चाहिँ धेरै महिनापछि आउँदैछ, हेरेर साथ सपोर्ट गरिदिनु होला है ल सबैजनाले। उता हेर्न जाउँ है अब भिडियो चाहिँ। अनि लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला गाइस, सबैजनाले माया गरिदिनु होला है। को फेमस जेरी गल्ली, यहाँ चाहिँ अनमोल केसीको सुटिङ भएको छ। हेलो साथीहरू, कस्तो कस्तो गर्ने यस्तो यस्तो भने हैन यो लगाउँ पहिला तिमी उता छौ अरे उता छेउमा लास्ट टिस्यु छ यार दुईजना केटालाई बिचमा राख्ने के अनि हो छ कस्तो हामीले गर्ने हाम्रो हामी एउटै गरौँ मान्छे यस्तो यस्तो पहिले यति भन यस्तो यस्तो गर्नु न के गर्ने त्यो भन लास तक सुरुमा टुन आउँछ एकछिन त्यत्रो स्टेप गर्न सक्दिनँ म है हाल्ने मात्रै हो के हाल्ने मात्रै यस्तो यस्तो अनि यस्तो यस्तो हो त्यो त कति हो ल ओके ल ल अनि हामी चाहिँ लास तक कान्दैमा ढुङ्ग्री छातीमा जान्छ हैन घुम्नुपर्छ यो घुम्नु पर्ने हामी यस्तो क्या ओ मैले त सुपायो ल तिमीले घुमेर एउटा यस्तो गर्न नि तपाईँले यस्तो अनि यस्तो गर्न अनि तपाईँहरू यति मात्रै गर्नु हामी तपाईले यस्तो मात्रै गर्नुपर्छ यस्तो अनि यस्तो हामी यस्तो गर्छ त हामी यस्तो मात्रै गरेर बस्नु क्या आउँदैन बाटो यो टुन लगाने यति गाह्रो पुग्छ त्यस्तो मात्रै ल भएन
कहाँ भएकै छैन मैले यस्तो भने कि ट्रायल थियो फुल हुन्छ नि त्यो फुलमा चाहिँ के अरे धेरै भयो धेरै मलाई आउँदैन चाहिँ यहाँ डे 1 र डे 2 गरेर भिडियो बनाएको छु। डे 1 मा चाहिँ हाम्रो मार्फको रहेको छ भने हाम्रो डे 2 चाहिँ मुक्तिनाथ टेम्पलको रहेको छ। हेर्दै जानु होला है साथीहरू। म चाहिँ सामान बोक्नको लागि चाहिँ घोडाको प्रयोग गर्दो रहेछ। सो रमाइलो लाग्यो, सबै इन्जोय गर्नु होला। हामी पनि इन्जोय गर्दैछौँ है साथीहरू। समस्याहरू देखिरहेको हुन्छ होइन। अनि त्यसपछि तपाईँको नजिकै प्रहरी पनि छ अनि स्वास्थ्य चौकी छ। हामी चाँडै उद्धार गर्छौँ। एकैछिन ढिला गऱ्यो भने कसैको धेरैको ज्यान गएछ। त्यही भएर तपाईँ चाहिँ आफ्नो ख्याल गर्नु होला। तपाईँको यात्रा शुभ रहोस् है त। म चाहिँ यहाँ बस स्टेसन आइपुगेको छ। यहाँबाट चाहिँ आधा घन्टा जति मुक्तिनाथ टेम्पल पुग्नलाई चाहिँ आधा घन्टा जति लाग्छ अरे। सो गाइज गेटबाट चाहिँ हामी इन्ट्री भयो अनि हामी भर्याङ चढ्दैछु। यहाँबाट चाहिँ अलि माथि रहेछ मन्दिर चाहिँ। फाइनली मुक्तिनाथ मन्दिरको मेन गेटमा आइपुगेको छ हामी। खतरा के हेर्नु न फेरि पाहाडमा। सो गाइस हामी चाहिँ अहिले मुक्तिनाथ मन्दिरको दर्शन गरेर माथि गुम्बामा छ। ल उहाँले चाहिँ के भन्नुहुन्छ के भन्नुहोस् न। के भन्नु अब चिसो छ, कहिले तातो कहिले चिसो भइरहेछ। यस रमाइलो भइरहेछ होइन। ल ठिक छ। ल भयो ल